यतिखेर हामी सेजी हिल्समा छौँ, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी आइपुगेको छ, अघि नै आइपुगेको हो र यतिखेर उहाँलाई लाने तयारी भइरहेको छ। तर बिना कुनै कागज अहिले यतिखेरसम्म मलाई केही पुर्जी पनि दिएको छैन, कागज पनि दिएको छैन। मेरो घरभित्र आएर बेडरुमभित्र आउनुभएको छ, मैले सार्वजनिक पनि गरिसकेको छु। अब यसरी तैनाथ उताबाट आदेशभन्दा पहिले तैनाथ हुने यो सबै चिजले एउटा ठुलो आशंका सृजना गरेको छ। मैले सम्मानित अदालतको आदेशलाई सधैँ मानेकै छु। यतिखेर हामी सेजी हिल्समा छौँ, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी आइपुगेको छ, अघि नै आइपुगेको हो र यतिखेर उहाँलाई लाने तयारी भइरहेको छ। रूपन्देही जिल्ला अदालतको फैसला सहकारी सम्बन्धी मुद्दामा रूपन्देही जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालतले बदर गरेर उहाँलाई थानामै पठाउने आदेश दिएपछि त्यसको केही मिनेटमै प्रहरी उहाँलाई गिरफ्तार गर्न आइपुगेको थियो। यतिसम्म हतारमा प्रहरी आइपुग्यो कि अदालतको आदेश र पक्राउ पुर्जी मगाउनलाई पनि करिब 45 मिनटको समय प्रहरीलाई लाग्यो। दुवै चिज नलिकन प्रहरी हतार उहाँलाई गिरफ्तार गर्न नियन्त्रणमा लिन आइपुगेको थियो र अदालतको आदेश र पक्राउ पुर्जी यही मगाउनु परेको परिस्थिति। प्रहरीहरू आइसकेपछि, उच्च प्रहरी अधिकृतहरू आइसकेपछि उहाँहरूले अदालतको आदेश र पक्राउ पुर्जी मगाएर यही हस्ताक्षर गरेर पक्राउ पुर्जी उहाँहरूलाई थमाउनु भएको छ। यस अर्थमा अदालतको आदेशको यति द्रुततर कार्यान्वयन भएको छ कि यो सबैको हकमा यति नै द्रुततर कार्यान्वयन भएको सकारात्मक हो। यद्यपि रवि लामिछानेले जाँदै एउटा भिडियो सन्देश सामाजिक सञ्जालमा प्रस्तुत गर्नु भएको छ र त्यो सामाजिक सञ्जालमा आएको सन्देशले भोलि उहाँले त्यो आग्रह गर्नु भएको छ। चितवनमा भोलिका लागि जनयात्राको शुभारम्भ कार्यक्रम घोषणा गरेको थियो, नरोक्नका लागि आग्रह गर्नु भएको छ र उहाँले प्रहरी आउनुभन्दा अगाडि प्रहरी आउँदैछ भनेर सामाजिक सञ्जाल मार्फत आफूले गिरफ्तार दिने भनेर सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको थियो। यहाँ तपाईँ देख्न सक्दै हुनुहुन्छ रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई यो सेजी हिल्स जहाँ उहाँको निवास छ त्यहाँबाट निकाल्ने प्रयास भइरहेको छ। सञ्चारकर्मीहरूको बाक्लो उपस्थित छ, त्योभन्दा धेरै बाक्लो उपस्थिति छ। यतिसम्म कि प्रहरीले अदालतको आदेश र पक्राउ पुर्जी समेत नलिकन उहाँलाई यहाँ गिरफ्तार गर्न आएको थियो। पछि प्रहरीहरू आइसकेको करिब 45 मिनटपछि मात्रै दुवै कागजात प्रहरीले उहाँलाई देखाउन सक्यो। यस अर्थमा अगाडि तपाईँ देख्न सक्नुहुन्छ उहाँलाई लिन आएका प्रहरीका भ्यानहरू अगाडि बढेका छन्। रवि लामिछाने अगाडि बढ्नु भएको छ। सम्भवतः अहिले दिएको जानकारी अनुसार उहाँलाई महानगरीय प्रहरी परिसर काठमाडौँ प्रहरी परिसरमा राख्ने भनिएको छ। यद्यपि उहाँलाई राखिन्छ कि राखिँदैन भन्ने पर्याप्त सूचना छैन। सम्भवतः उहाँलाई रूपन्देही लैजाने हो कि भन्ने पनि शङ्का छ, जस्तो चितवनमा त्यस्तै शङ्का व्यक्त गर्दै उहाँलाई मध्यरात चितवनबाट उठाइएको थियो। अहिले पनि त्यसै गरी उहाँलाई लगिएको छ। प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ प्रहरी परिसरमा राख्ने त भनिएको छ आजका लागि, तर उहाँहरूले राख्नुहुन्छ अथवा सिधै रूपन्देहीतर्फ प्रस्थान गराउनुहुन्छ भन्ने विषयमा प्रहरीले स्पष्ट जानकारी दिएको छैन। अहिले झुक्याउनका लागि हो कि अथवा साँच्चीकै लागि हो कि उहाँलाई गिरफ्तार गरेर काठमाडौँमा राखिने चाहिँ जानकारी उहाँले आफैले म आत्मसमर्पण गर्छु, म आफै अदालतमा उपस्थित हुन्छु भन्नुभएको थियो, तर यो पक्राउ गरियो। के हो पार्टीको धारणा यसमा? अब अदालतको आदेशको सम्मान गर्नु भएको छ। हिजो पनि अदालतको आदेशको सम्मान नै गर्ने नै हाम्रो अवधारणा हो। कानुनी राज्यमा त्यो अदालतको आदेशको सम्मान हुन्छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, मेरा लागि धेरै ढोकाहरू न्यायका खुलै होलान् भन्ने एउटा खुल्लै होलान् भनेर अलिकति शङ्कास्पद व्यङ्ग्य पनि गर्नुभएको छ। यसको अर्थ यो होइन कि अदालतको आदेशको परीक्षण फेरि अर्को अदालतमा हुन्छ। सम्भवतः अब गिरफ्तार परेर पक्राउ परेर उहाँ गइसकेपछि उहाँले अब यो गिरफ्तारी यो पक्राउ उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बाँकी ठाउँ नै छँदैछ। सम्भवतः भोलि शनिबार आइतबार पनि सार्वजनिक बिदा परेका हुनाले सोमबार सर्वोच्च अदालतमा उच्च अदालतको आदेश विरुद्ध पुनरावेदन गर्ने बदर गरी पाऊँ भनेर लगभग सन्दर्भ छ।
घोषणा गरिसकेको र त्यसको मुख्य वक्ताका रूपमा रवि लामिछाने नै आज उहाँको पक्राउपछि उहाँले भिडियो सन्देश मार्फत पनि भन्नुभएको छ र लिखित रूपमा पनि सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ कि भोलिको कार्यक्रमहरूलाई निरन्तरता सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू मेरो घरमा प्रहरी आएको छ। मैले समाचारबाट उच्च अदालतको आदेशबारे थाहा त पाएँ, तर बिना कुनै कागज अहिले यतिखेरसम्म मलाई केही पुर्जी पनि दिएको छैन, कागज पनि दिएको छैन। मेरो घरभित्र आएर बेडरुमभित्र आउनुभएको छ, मैले सार्वजनिक पनि गरिसकेको छु। अब यसरी तैनाथ उताबाट आदेशभन्दा पहिले तैनाथ हुने यो सबै चिजले एउटा ठूलो आशंका सृजना गरेको छ। मैले सम्मानित अदालतको आदेशलाई सधैँ मानेकै छु, कानूनलाई मानेकै छु। म पहिला पनि आफै उपस्थित हुन गएको हुँ, अहिले पनि सार्वजनिक गरेकै छु। तर यो राज्य आतंक, यो धरपकड ममाथि के कारणले भइरहेको छ मैले बुझ्न सकेको छैन। भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनु होला। मलाई लागेको थियो म केही कुरा भन्छु भनेर, तर जुन तरिकाले अहिले यो सामान्य अभ्यासभन्दा पर गएर जबरजस्ती गर्ने कोसिस बिना कागजपत्र छ होला, ल्याउनु पनि हुन्छ होला, ल्याउन सकिने पनि थियो। त्यो लिएर आएर लैजान सकिन्थ्यो, भोलि ल्याउन सकिन्थ्यो। भरे पनि अझै कागज बोकीवरी प्रक्रिया मेरो लागि कुनै प्रक्रिया पूरा गर्न मानेको छैन। आतंकित बनाएर घरभित्र प्रहरी छिरेको छ। म यसै पनि गिरफ्तारी दिन्छु भनेर बसेकै छु। जे होस्, आम नागरिकले सब चिज हेरिरहेका छन् भन्ने मलाई विश्वास छ। न्यायको लडाईँ म एक थोपा रगत रहुन्जेल लडिरहन्छु। यहाँले साथ दिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु। मैले कुनै गल्ती गरेको पनि छैन, कुनै अपराध गरेको पनि छैन। तर संसारकै सबैभन्दा ठूलो अपराधीलाई जस्तो ममाथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेका छन् भन्ने मैले विश्वास लिएको छु। म धेरै केही भन्दिनँ। म सम्मानित अदालतप्रति अझै पनि आशा र भरोसा राखेर कानूनी प्रक्रियामा सघाउनको लागि परिरहेको छु। यो दुनियाँका जति पनि न्यायालयका ढोकाहरू छन् ती सबै ढोका ढकढक्याउँछु आफ्नो न्यायको लागि। र मलाई थाहा छ यहाँहरूले सबै कुराको साक्षी बसेर हेरिरहनु भएको छ होला भन्ने मैले विश्वास लिएको छु। म यति जानकारी मैले दिनु उपयुक्त ठानेर मैले यो भिडियो रेकर्ड गराएको छु। चितवनमा जति पनि मेरा आदरणीय मतदाता आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, भोलिको कार्यक्रम नरोक्नु होला। अन्य साथीहरू आउनुहुन्छ, उहाँहरूले कुराकानी गर्नुहुनेछ, निरन्तर चलिरहन्छ। मलाई यिनीहरूले हत्या नै गरेछन् भने पनि नेपाली मतपत्रमा घण्टी चुनाव चिन्ह बसेको छ। मलाई आशा छ, यो एउटा आशा र भरोसाको आवाज हामीले बुलन्द पारिसकेका छौँ। निरन्तरता प्रदान गर्नुहोला। म कानुनी लडाईँमा छु। राजा बोल्नु हुँदैन भनेर भन्दा मैले राजालाई धेरै घोच्दा मलाई दुर्गा परसाई बोल्न जानेन, दुर्गा परसाई अनपढ, दुर्गा परसाई जान्दैन भनेर धेरै विज्ञहरूले भने म सुन्थेँ, मैले सुनिरहेँ। अनि मैले भन्थेँ यी विज्ञका बुद्धि। मैले गर्दा आज आएर फागुन 7 गते